हेलो हेलो गाइस, वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। म चाहिँ फर्स्टमा उठेँ अनि उठेर चाहिँ ब्रस गर्दैछु अनि ब्रस गरिसकेर चाहिँ म चाहिँ यहाँ बरान्डामा पोचाहरू लगाएँ अनि अलिअलि रेलिङ पुछेर झ्यालको सिसाहरू नि पोछेँ अनि छतको बरान्डामा पनि पानी हालेर सफा गरेँ। यहाँ नि फोहोर भएको थियो नि त, त्यही भएर। अनि मैले सफा गरेर भ्याएपछि चाहिँ मुख धोएर चाहिँ स्किन केयर गर्दैछु। अहिले चाहिँ मैले पूजापाठ गरेर पनि भ्याएँ अनि चिया बनाएर नि खाएँ। चिया खाएको भिडियो चाहिँ बनाउन बिर्सेछु। यो बोर्डमा 2वटा अनि अर्को बोर्डमा चाहिँ 2वटा गरेर 4वटा भान्डा चाहिँ मैले यहाँबाट टिपेँ अनि माथिको बोर्डमा चाहिँ एउटै बोर्डमा चाहिँ 5वटा भान्डा छ है गाइस। हामीलाई चाहिँ टन्नै पुग्छ आमा छोरालाई। अहिले चाहिँ मैले यहाँबाट भान्डा पनि टिपेँ अनि अब चाहिँ मन लाग्यो खाना पकाउन अनि भान्डा काटेर नि पकाएँ। मैले चाहिँ यो भान्डाको लुक हो अनि खाना पकाएर खाइसकेर चाहिँ मैले चाहिँ भाँडा धुँदैछु। मेरो लास्ट काम हो नि यो भाँडा धुने। अनि भाँडा धोएर चाहिँ म मजाले सुत्छु कोठामा गएर। अनि मैले यहाँ चाहिँ झाडु पोछा पनि गरिसकेँ। अब सक्यो मेरो काम। अनि बाबु र म चाहिँ यहाँ डान्स गर्दैछौँ, डान्स सिक्दैछौँ। म टिकटक बनायौँ 1-2वटा हामीले चाहिँ। अनि टिकटक बनाउँदा नाच्दा उफ्रेर चाहिँ भोक लाग्यो अनि बाहिर निस्केको नास्ता ल्याउन। यहाँ चाहिँ ठुलो पानी पऱ्यो आज तुलसीपुरमा। रमाइलो भइरहेको पानी परेर पनि। अहिले चाहिँ मैले मोमो लिएर पनि आएँ अनि मोमो खायौँ। बाबुलाई चाहिँ एकछिन लेख भनेर एउटा छोड्दैछु मैले। अनि म चाहिँ यहाँ मम्मीसित कुरा गर्दैछु। मम्मीको चाहिँ अपरेसन भयो भर्खर आँखाको काठमाडौँमा। गाइस आजको मेरो मिनी भ्लग चाहिँ यति नै। यसै गरी बित्यो मेरो दिन चाहिँ खाएर पिएर नाचेर। नेक्स्ट भ्लगसम्मको लागि बाई बाई।